कीशकहरूमा मुख्य रूपमा हुने संक्रामक रोगहरू मध्ये किर्नाद्वारा सारिने संक्रमण रोगहरू पर्दछन्। यस्ता रोगहरू बढी झाडी भएका वातावरण र कृषि कार्यका कारण कीशकहरूलाई धेरै जोखिममा राख्दछन्। किर्नाद्वारा सारिने रोगहरूमा प्रमुख रूपमा छुत्सुगामुसी रोग र गम्भीर तातो रक्तअणु घट्ने रोग पर्दछन्। छुत्सुगामुसी रोग अक्टोबरदेखि डिसेम्बरको बीचमा बढी देखिने संक्रामक रोग। यसले अचानक ज्वरोको आक्रमण, टाउको दुख्ने, मांसपेशीको दुखाइ, खोकी, वान्ता जस्ता लक्षणहरू ल्याउँछ, जुन सामान्यतया किर्नाले टोकेको 1 हप्तादेखि 3 हप्तासम्मको लुकेको समयपछि देखा पर्छ। कपाल माइट लार्भा धेरै सानो हुन्छ, जसलाई सजिलैसँग देख्न सकिँदैन। तर किर्नाले टोकेपछि टोकेको ठाउँमा घाउ हुन्छ र 2 हप्तादेखि 3 हप्तापछि कालो डल्लो बन्छ। कालो डल्लोको आकार आङ्गुलीको नमजत्रो हुन्छ र यसलाई आँखाद्वारा देख्न सकिन्छ। त्यसैले यो कालो डल्लो छुत्सुगामुसी रोगको पहिचानमा महत्त्वपूर्ण प्रमाण हुन्। गम्भीर तातो रक्तअणु घट्ने रोग सेप्टेम्बरदेखि अक्टोबरको बीचमा बढी देखा पर्छ। तर अहिले वसन्त र गर्मीमा पनि देखिन्छ, जसले गर्दा जाडोबाहेक सबै मौसममा सावधानी अपनाउन आवश्यक हुन्। यसको लुकेको अवधि 4 दिनदेखि 15 दिनसम्म हुन्छ र प्रारम्भिक अवस्थामा उच्च ज्वरो, वाकवाकी, वान्ता, पखाला र भोक हराउने जस्ता पाचन सम्बन्धी लक्षणहरू देखिन्छन्। किर्नाको आकार करिब 2 सेमीको हुन्छ र यसले 1 हप्ता जति समय शरीरमा रहँदा रगत चुस्न सक्छ। त्यसैले शरीरमा किर्ना रहेको भए हटाएर संक्रमणको सम्भावना घटाउन सकिन्छ। किर्नाद्वारा सारिने रोगहरूको रोकथामको सबैभन्दा निश्चित उपाय किर्नासँगको सम्पर्क रोक्न र टोकिन नदिनु। यसका लागि कृषि कार्य गर्दा छालालाई धेरैभन्दा धेरै बाक्ने कपडा लगाउनु पर्छ। टोपी, काटीको स्कार्फ, लामो बाहुला र पाइन्ट, हातमा स्लिभ, पन्जा, मोजा र बुट लगाउनु पर्छ। साथै बाहुला र खुट्टाको भागलाई राम्रोसँग टाँस्ने कुरा महत्त्वपूर्ण। कृषि कार्य अघि किर्नाबाट बच्नका लागि पर्याप्त रूपमा किर्ना निरोधक औषधि छर्कनु पनि महत्त्वपूर्ण हुन्। औषधिको प्रभाव अवधि हेरेर समयमा छर्कनु पर्छ। कृषि कार्यको समयमा आराम गर्दा जमिनमा नबसी चटाईको प्रयोग गर्नु राम्रो हुन्छ र कृषि कार्यपछि अन्य कपडासँग नचलाएर काम गरिरहेको कपडालाई अलग्गै धुनुपर्छ अनि सम्पूर्ण शरीर सफा गर्न नुहाउनु वा स्नान गर्नुपर्छ। शरीर सफा गर्दा किर्नाले टोकेको घाउ वा कालो डल्लो रहेको ठाउँलाई ध्यानपूर्वक जाँच्नु पर्छ।